विद्यार्थी संगठन खारेज गर्नु पर्यो भनिरहेको छ यो सरकारले। कुन विद्यार्थी संगठन के भन्छ एमबेसी युथ काउन्सिलहरू खारेज गर्ने कुरा गर्नुभयो तपाईँले? काङ्ग्रेस एमाले माओवादीको। कुन काङ्ग्रेस एमाले माओवादीको? नेभी सङ्घ। नेभी सङ्घले त म काङ्ग्रेससँग अफिलिएटेड नै छैन भन्छ त। एमाले हाम्रो वैचारिक एकबद्धता छ भन्छ, साङ्गठनिक रूपमा हामी स्वायत्त छौँ भन्छ। अनि भोलि गएर यो सब विषय त अदालतमा प्रश्न उठ्छ। नेपालको संविधानको धारा 17ले संगठनको अधिकार दिन्छ, अभिव्यक्तिको अधिकार दिन्छ, बिना हात हतियार एकजुट भेला हुन पाउने अधिकार दिन्छ, विचारको अधिकार दिन्छ, अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिन्छ। त्यसले तपाईँले कसरी कटौती गर्नुहुन्छ? दलविहीन पञ्चायतमा त यो विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लगाउन सकिएको थिएन। किन? किनकि उनीहरूको मोटिभ राजनीतिक थिएन। राजनीतिक भन्नाले चुनाव लड्ने थिएन। तपाईँले त्यो कसरी गर्नुहुन्छ? त्यही भएर राजा महेन्द्रले सिद्ध्याउन नसक्नु भएको विद्यार्थी सङ्गठन म सिद्ध्याउँछु भनेको मतलब यो जनताको ध्यानलाई भट्काउनु मात्र हो।